हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो आज भिडियोमा तपाईँहरूलाई चाहिँ स्वागत छ। आज चाहिँ हामी एउटा साइट सुपरभाइजरले चाहिँ अब के गर्नुपर्छ त्यो भिडियो चाहिँ आज विशेष रहनेछ भने हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। ल अहिले यहाँको यो अवस्था यस्तो छ, लास्टै चिसो भएर होइन हुस्सु पुरै लागेर खतम स्थिति बनाएको छ गाइज। म भने बाटोमा हिँड्दैछु टक्क लाएर यो टोपी नलाएछ त लगभग हिँड्न नै नसकिने जस्तो छ यो ठाउँ। तर हुस्सु कहिले लाग्दैन थियो है, आज भने हुस्सु लागेको छ है। बिहानदेखि नै हुस्सु लागेको छ। टक्क यस्तो छ बाटो। यस्तो छ यहाँको नजारा, पुरा हुस्सु लाग्छ यताउतिदेखि। यहाँनिर चाहिँ गाइस अब हामीले चाहिँ त्यो जेआई पाइपको चाहिँ फिटिङ गर्दैछौँ। फिटिङको लागि 65 एमएमको जेआई पाइपको एउटा टुक्रा चाहिएको थियो। हामीले त्यसको डायामिटर नापेर त्यो पाइपलाई चाहिँ फिटिङ गर्नु पऱ्यो थियो। अब त्यो पाइप फिटिङ हुन्छ कि नै भनेर हामीले चेक गर्दैछौँ। चेक गरिसकेपछि हामी त्यो पाइपमा राखेर त्यो निप्पल पाइपलाई चाहिँ त्यसमा राखेर चेक गर्छौँ फिटिङ हुन्छ कि हुँदैन भनेर। फिटिङ भइसकेपछि हामीले त्यो ट्याङ्कमा लगेर चाहिँ त्यसलाई त्यसै गरी फिटिङ जसरी फिटिङ मिलाएको छ फिटिङ राखिन्छ र बनाइन्छ। हामीले त्यसलाई चाहिँ एल्बोसँग फिटिङ गर्ने हो।